0 छ र यो मैले तपाईहरुलाई यसको मैले एउटा ल्याएको छु तपाईहरुले चाहिँ नि कसम खानु होला हाम्रो यसो गरौँ त सामूहिक शपथ गरौँ अगाडि आइदिनु त ल भइगयो सुन्नुस् है अब पढ्नुस् सामूहिक शपथ गरौँ हामी देवताका पनि देवता तीनै लोकका स्वामी आराध्य देव श्री पशुपतिनाथको पवित्र चरणमा शिर नमन गर्दै यो प्रतिज्ञा गर्दछौं हामी देवताका पनि देवता तीनै लोकका स्वामी आराध्य देव श्री पशुपतिनाथको पवित्र चरणमा शिर नमन गर्दै यो प्रतिज्ञा गर्दछौं आजको दिनदेखि नेपाललाई पुनः किराँत बौद्ध सहित वैदिक सनातन हिन्दू अधिराज्य नेपालका रूपमा स्थापित भएको घोषणा गर्दछौं आजका दिनदेखि नेपाललाई पुनः किराँत बौद्ध सहित वैदिक सनातन हिन्दू अधिराज्य नेपालका रूपमा स्थापित भएको घोषणा गर्दछौं हामी आराध्य देव श्री पशुपतिनाथलाई साक्षी राखी निम्न वाचा गर्दछौं हामी आराध्य देव श्री पशुपतिनाथलाई साक्षी राखी निम्न वाचा गर्दछौं हाम्रा नागरिक राहत सर्वहारा वर्ग भूमि मान्छे उत्पीडन वर्गले लघु वित्त र सहकारीबाट लिएको रु 20 लाख रुपैयाँ भन्दा मुनिको सम्पूर्ण ऋण स्वत माफी गराउनेछौं नम्बर 1 नागरिक राहत सर्वहारा वर्ग भूमि मान्छे र उत्पीडन वर्गले लघु वित्त र सहकारीबाट लिएको रु 20 लाख भन्दा मुनिको सम्पूर्ण ऋण स्वत माफी गरिनेछ अब तपाईहरु मनमा नै पर्ने फेरि त्यो पर्दैन नभन्नु होला अब मनमा नै 2 मध्यम वर्गीय व्यापारी सहायता 20 लाख माथिका ऋणी व्यापारीहरूलाई 5% ब्याज दरमा 25 वर्षको भुक्तानी अवधि प्रदान गरिनेछ रिस्ट्रक्चर गरिनेछ मध्यम वर्गीय व्यापारी कालो सूचीको लागि मुक्ति बैंक र सहकारीबाट कालो सूचीमा पारिएका तथा घरबार बिन भएका नागरिकहरूको नाम कालो सूचीबाट हटाई बैंकले लिलाम गरेका सम्पूर्ण सम्पत्ति फिर्ता गराई 5% ब्याजमा 25 वर्षसम्ममा तिर्ने मौका प्रदान गरिनेछ अब म भन्दै जान्छु